पनि यस्तो चाहिँ हाम्रै केटाहरू जस्तो लागिरहेको छ मलाई होइन। यो रहेछ त मेरो चाहिँ क्लच तार किन्दैछ अहिले होइन। विकास भइरहेछ अरूलाई पनि मैले खास चिनेको छैन। म चाहिँ अब उता नै काठमाडौँ जान्छु होला सायद। यस्तो छारो उडाएर हिँडेको नि यार। अनि सकिन्छ के भन्ने है केटाहरूलाई अब दुईजनाले चलेर हिँडेको छ है। यस्तो छ यसलाई चाहिँ गोर्खा के अरे गेर्खु भन्छ होइन। नुवाकोटको गेर्खु, सुरेगढी चाहिँ माथि है माथिको डाँडा हो। अनि हामी चाहिँ अब न्यु के अरे मकर सङ्क्रान्ति अहिले कि माघे सङ्क्रान्तिमा चाहिँ अनि साथीहरूसँग चाहिँ यसो घुम्न जाम्न त भन्दा मात्र निस्केको है। किन मेरो बाइक त बिरामी छ, मलाई अलरेडी थाहा छ क्या। हामी चाहिँ यता के भन्छ यसलाई, तल्लो गेर्खु र माथिल्लो गेर्खु छ। तर मलाई चाहिँ थाहा छैन होइन कुन चाहिँ तल्लो गेर्खु हो कुन चाहिँ माथिल्लो गेर्खु हो। मलाई लाग्छ यो चाहिँ तल्लो गेर्खु माथिल्लो गेर्खु हो है। जे भयो नि गेर्खु चाहिँ हो। गेर्खुतिर आइपुगेको छु। म चाहिँ के गर्ने भन्न सोचिरहेको छु क्या। जुन मेरो बाइक छ नि यसको चाहिँ यो क्लच तार चुन्दिसकेको छ क्या। अलिकति पनि बाँकी छैन। जम्मा 2टा लाइन बाँकी छ। केही आइडिया नै छैन क्या मलाई। के साह्रो धुलो उडा यार केटाहरूले त। यस्तो धुलोमा त कसरी हिँड्नु त नि है। यति साह्रो धुलो उडाएको छ न, कसरी जाने क्या म। यस्तो छ यार नुवाकोट सुरेगढी होइन यो त बितुर नगरपालिका हो मेबी। नगरपालिका तर रोड चाहिँ बन्दै रहेछ। ठुलो पहिला त पिच गरेको थियो मलाई लाग्छ अहिले त पिच केही रहेनछ होइन। कता धुलो मात्र खाइयो नि त। के कसो हो गाइज। ल अब सबभन्दा अगाडि हिँड्नु पऱ्यो जस्तो छ मलाई। यहाँ क्लजले दुःख दिन्छ कि भन्ने डर लगाएर मात्रै मैले चाहिँ अनि नगरे हो क्या। यहाँ पनि यस्तो बाटो रहेछ यसले लाइक इट। यस्तो छ ताल ओ माई गड। तर वाइल्ड छाडो उडेर बाटोमा चाहिँ अन्त ठिक छ। कुकुर कति कराउँछ केटाहरू उहाँ पुगिसकेको छ यार। बसिरहेको छु बुझ्नु परेन होइन।
चलाउन पनि वर्कसपमा रोक्नु पर्ने छ क्या मेरो हेर्नु सुन्दै छ भन्दा यो त आइदिएन खोइ त तिनीहरू ल हाम्रो केटाहरू चाहिँ यहीँतिर होला अनि खोइ त खाएन त मेरो खोइ त आएको रातो मैले चाहिँ बाइक चाहिँ होइन त्यो क्लजले क्लज कारखानालाई चाहिँ यहीँ छोड्दै बनाउनलाई चाहिँ मलाई एकजना लिन आउँछु भन्थ्यो खोइ त लिनै आएन मेबी यो आएन यही होइन ल म उसँग आउँछु ल मैले चाहिँ यहीँ छोडिदिएँ अनि उसँग जान्छु म चाहिँ साह्रै चुन्डिन लगाएर यार क्लजको छोडिदिएछु यहीँ अहिले ल होइन त हो हिँड हेलो गाइज हामी चाहिँ अहिले फाइनल्ली भनिदिनुहोस् त सर हामी कहाँ छौँ अहिले हामीले यो बेत्रावती गोरु जुदाउने ठाउँमा छौँ अहिले यहाँ चाहिँ गोरु जुधाइ हुँदैछ हामी चाहिँ अब ट्याक्क हिँडै हेरेर अनि फर्किहाल्ने हो एकचोटि सिन देखिदिनुपर्छ गोरु जुधाएको है त फाइनल्ली गाइज रमाइलो चाहिँ यहाँ त पानीपुरी बेच्दैछन् हेर्नु दिने ब्लक आयो है गोरु आयो ल भिडियो बनाउनु ल यही हो जुत्ने गोरु यही थियो गोरु नै फर्क्यो कि के हो के हो त्यो त बित्ता तोडले भाग्यो त त्यो गोरु त वे तल यो गोरु भागेर चाहिँ कस्तो लागिरहेछ भन्छ गोरु भागिरहेको छ त्यो गोरुले हारिसक्यो फाइनल्ली अब अर्को गोरुको पाला आउँदैछ त्यसपछि म पनि जुझ्छु एकछिन भाइ पनि जुझ्ने भनेको छ ल अब अर्को गोरु हेरौँ त आइज यताबाट आइज गोरुको बिचमा गएर बनाउनु पर्ला अब ल अब चाहिँ यहाँ गोरु जुझाउनुला होइन अहिले आएर हान्दै भने त अर्को तनाव आइपर्छ फेरि नि हेर्ने खाले जस्तो छ है त फुलेर आएर जुदिहाल्दैन
ल नजुत्ला जस्तो छ है यो गोरु पनि अहिले ल जुत्यो 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 ओ रेफ्री कता गयो यहाँ कि त ओ रेफ्री यहाँ कि नि यसले नि बल गरेर लाएर रेफ्री कहाँ गयो यहाँबाट देख्दै रहन्छ यार लाने जुत्यो अब गोरु नजुन् खोइ त्यस्तै लाग्यो मलाई मोबाइल ठुलो देख्छ क्या यो त यो नै यत्रो हो अनि कहाँ ठुलो देख्छ त्यो बेत्र अब त्यो गोरु जुत्दै पर्दछ नि यहाँ यस्तो रहेछ नि त नदेखेर ल है ल ल ल है ल ल अनि त यति नै हो तेरोबाट झन् आइफोनबाट चला त आइफोनबाट त झन् सिङ मात्र नि देखाउँछ हाम्रो यहाँबाट यसबाट यस्तो दामी हेरेर आइफोनबाट आउँछ ल है अब भाग्न लाग्यो है रिसा किनेर सक्यो ल यति नै रहेछ गोरु जुधाइ भने त गोरु जुधाउने कार्यक्रम बाँकी नै रहेको छ बेत्रावती हो हेलो गाइस फाइनल्ली हामी चाहिँ अहिले बेत्रावती आएका छौँ यहाँ चाहिँ विभिन्न क्रियाकलापहरू भइरहेको छ जस्तै हेर्नुहोस् क्याटिनहरू पनि छ जस्तै समोसा जेरी परिकारहरू खान सक्नुहुन्छ आउनु होला यहाँ गोरु जुतेको हेर्नु होला र मान्छेहरू पनि जुत्छन् एकछिन आउनु होला हाम्रो यहाँ हुनुहुन्छ छान भाइ यता दिपेश सर केही भनिदिनु होला केही प्रतिक्रिया तिमी नि बोल्देऊ ल के भन्नु केही भन्नु तिमी नि जाउनु त हाम्रो अर्को दिपेश भाइ पनि छ है आइदिनु होला गोरु बिचमा बस्नु जाऊ तिमी बिचमा उसले ल बोल है एउटा उसँग जुत्ने एउटा 4.5 रहेछ यहाँ यहाँको गोरुहरू सकेन रे त्यहाँको एउटा कस्तोसम्म छ भने एउटा बल्दा कालो चाहिसकेर फेरि रातो सातो हुँदैन कालो सानो हामी चाहिँ अब यहाँबाट निस्केको यहाँ हेर्नलाई पुग्यो हामीलाई आज गरजा बाइक लिएर त हामी उता बस्दै गर्छौँ यस्तो छ गर आइदिन्छ छ क्यामेरामा हेर्नै लाज लाग्छ डाइरेक्ट रमाइलो छ मलाई चाहिँ ठिक लागेको छ यो ठाउँ ल आइज हामी चाहिँ हिँड्दा चाहिँ यसले चाहिँ बाइक ओइ उता आइज त त्यहीँ ल हामी चाहिँ जाउँ अहिले गोरु जुत्ता कि हेर्न आएको गोरु जुत्ता नै खासै जुत्न त जुत्दैन गोरु फेरि अब त्यो जुत्ने बेलासम्म त हामी घरै पुगिसक्छ होइन अनि के बसिरहनु अहिले त अरू भन्दैन बाइकको टेन्सन लागिरहेको छ क्या अनि बाइक चाहिँ त्यो क्लच तारै छुटिसकेको छ नि त त्यही भएर हिँड्दै भिडियो बनाउँदै गरिरहेको छु अब हेरौँ यता टिकटक बन्दैछ टिकटक पनि बनाउनु पर्छ है टिकटक बनाउनु पर्छ ल यसरी टिकटक बनाइन्छ ए गयो त्यो गयो यहाँ यस्तो है त मेरो चाहिँ बाइक बनायो हो कि के हो धोएर चट्ट राखेका छन्
हेरौँ त के रहेछ कि धुवा नि छैन कि हो धुवा हो कि होइन कि बना छैन यार यतापट्टि हो के भयो त भन्दाखेरि ल बनाइदिइसकेको रहेछन् यो नै चुन्डिया थियो कि हाम्रो चाहिँ यो ट्यागको यो चुन्डिया थियो बनाइदिइसकेको रहेछन् अनि धोएर पनि चट्ट दामी बनाएर राखेका रहेछन् अरू के छ त अरू कति कसले छन् यहाँ माथि कति कसले छ भनेपछि ल ठिक छ एकचोटि टेस्ट राइड हानी हेर्नु पऱ्यो यसलाई है त हेरौँ है त बाइक चलाएर हेरौँ कतिको भार रहेछ भयो कि भएन टेस्ट राइड हान्छ है त अब एकचोटि बाइकमै भेटौँ है त है हाम्रो दाइले चाहिँ क्लब तार यताउता हालेर ट्याक्क मिलाएर नै राखिदिनु भएको रहेछ लेट्स सी एकचोटि राइड हानी हेरौँ होइन कस्तो हुन्छ एकदम बवाल बनाइदिएको रहेछन् तर यो चाहिँ अलिकति तल राख्दै भयो चाहिँ अलिकति झनै राम्रो हुन्थ्यो ठिक छ अहिले यतिको बनाइदिनु हार यतिको टिकट लाएर यो बनाउनु भन्यो भने मेरो लागि चाहिँ धेरै ठुलो कुरो हो क्या हारै अब फर्क्यौँ होइन अलिकति यो क्लबको बिचमा ल्याउनु पर्ने अवस्था छ तै पनि ठिकै थियो यतिकै लैजाउँ अहिले ल गाइज हामी चाहिँ अब टक्क बाइक सेट बनाएर निस्केको यस ठिकै भयो रमाइलो जस्तै भयो आफू त्यस्तो रमाइलो त म अब